साथीहरु नमस्ते सबैजना आरामै हुनुहुन्छ होला। आफ्टर लङ टाइम पछि मैले थोरै भिडियो लिएर आएको छु मेमोरी हुन्छ भनेर। अनि यो मेरो छोरीको पास्नीको भिडियो हो। मक्सिर 11 गते भएको भात खुलाउने दिन परेको थियो उसको। अनि सबैजना फ्यामिली मिलेर हामीले यतिको डेकोरेसन घरमै मनाइदिएको थियौं। अनि बनाएको छौं के कस्तो हुन्छ भनेर भिडियो गरेको हो। अनि हामीले भिडियो गर्दा गर्दा एउटा सरप्राइज आएको छ बिहान बिहान। ओ माय गॉड, यो सरप्राइज चाहिँ के होला भनेको त आफ्नो ठुलो बाबा ठुलो मम्मीले चाहिँ पैसाको बुके छोरीलाई पठाइदिनु भएको रहेछ। थ्यांक यू सो मच ठुलो बाबा ठुलो मम्मी। त्यसपछि छोरीको खाना खुलाउने टाइम निस्कियो। त्यसपछि हामीले छोरीलाई नुहाउनको लागि रेडी अनि उसलाई दुधले चोखो बनाइदिएको थियौं। उसको ठुलो निनीले चाहिँ उसलाई लोटाबाट अनि दुध हाल्नु भएको छ। मैले चाहिँ नानीलाई समातेको छु। नानी रुन्छ होला भनेको त नानी त झन् रुनु भएन, इन्जोय गर्नु भएको छ। उहाँ चाहिँ हेर्नुस् न, हामीले चाहिँ डराउँछ होला रुन्छ होला भनेको त उस चाहिँ उहाँ खुसी हुँदै मलाई हेर्दै अनि बिहान बिहान के गरिदिनु भएकोलाई यो मम्मीले भनेको छ होला नि त। अनि छोरी चाहिँ ज्ञानी भएर नुहाइराख्नु भएको छ। यो सामान चाहिँ छोरीलाई लगाइदिनको लागि। अनि यो फुल माला चाहिँ छोरीको गिफ्ट नै हो है साथीहरु। उसको ठुलो मम्मीले पैसाको बुके सँगसँगै पठाइदिनु भएको। अनि छोरी चाहिँ नुहाएर फ्रेस हुनुभएको छ। अब चाहिँ नयाँ लुगा लगाउनको लागि एक्साइटेड हुनुहुन्छ है छोरी चाहिँ। छोरीको जुत्ता अनि छोरीले चाहिँ मकर ड्रेस लाउनु भएको छ। राम्रै हुनुभएको छ मेरो छोरी। अनि उसको ठुलो मम्मीको गिफ्ट हो यो पनि। फर्स्टमा चाहिँ नानीलाई खाना खुलाएको चाहिँ म र उसको माइजूले हो। माइजू चाहिँ स्कुल जानुपर्छ भनेर गइसक्नु भयो। त्यो क्लिप चाहिँ हामीले राखेको छैन। एकैचोटि उसको दुदु बजेले खाना खुलाएको भिडियो छ साथीहरु। भिडियो गर्ने मान्छे चाहिँ खतरा हुनुहुन्छ है साथीहरु। यताउता देखाउनु भएको छैन। उहाँ चाहिँ रक्सी खाएको बुढा जस्तो हुनुभएको छ। त्यही पनि अतरेतरे एनिवे। अनि मेरो छोरीले चाहिँ पैसा चाहिँ दर समात्छ है साथीहरु। अरू केही नगरे पनि उसलाई चाहिँ पैसा चाहिँ समातिराखेको छ। अनि उसको बजेले चाहिँ दुदु बजेले चाहिँ उसलाई बाला लगाइदिँदै हुनुहुन्छ। अनि ऊ चाहिँ यताउता चकचक के मलाई के गरिदिएको होला आज भनेको छ होला नि त। ऊ के सोचिराख्नु भएको छ नि त। अनि उसले चाहिँ माला चलाइराख्नु भएको छ। कहिले के गर्न लाउनु भएको छ। ज्ञानी भएर बस्नु भएको छ है। यो चाहिँ सुरुमा हो है साथीहरु। अनि सुरुमा चाहिँ ज्ञानी नै हुनुभएको छ मेरो छोरी सरिना। अनि जाडो छ नि त साथीहरु। हेर्नु न टोपी लगाइदिएको छु बिचरा। अनि उसलाई चाहिँ अब फेरि टोपीमाथि त्यो लगाउनु त भएन। अनि त्यही भएर फेरि केही हुँदैन भने फेरि टोपी चाहिँ यता मैले भनेको थिएँ नि भिडियो गर्नुभएको मान्छे चाहिँ एकदम रक्सी खाएको जस्तै हुनुभएको छ भनेर। अनि उहाँ चाहिँ उसको सानोको उहाँ चाहिँ सरिनाको ठुलो निनी हुनुहुन्छ। अनि सरिना चाहिँ आफ्नै धुनमा हुनुहुन्छ के। कहिले माला छुनु भएको छ, कहिले आफ्नो निनीलाई हेर्नु भएको छ। अनि ठुलो निनीको गिफ्ट छोरीलाई सरिनालाई। अनि ऊ हेरिराख्नु भएको छ क्या आफ्नो ठुलो निनीलाई। अनि पिङ्क कलर ड्रेस लाउनु भएको चाहिँ उहाँ चाहिँ मेरो भान्जी अनि सरिनाको दिदी हुनुहुन्छ। छोरीले अरू केही नगरे पनि पैसा चाहिँ समात्छ। अनि बाजे यो भिडियो दुदु बाजेले टिका लगाइदिनु भएको छ। तर यो भिडियो चाहिँ एकदम गजङ मजङ भएको छ किनभने मैले गरेको होइन नि त। यो चाहिँ बाबु नानीलाई गर्न पठाएको थिएँ। तर के भएको छ सबैले टिका कति धेरैले टिका लगाइदिनु भएको छ सबै फ्यामिलीहरूले। तर यो भिडियो चाहिँ कम्प्लिटली छैन, गजङ मजङ छ। अनि उहाँ चाहिँ मेरो ठुलो जेठु हुनुहुन्छ। अनि ठुलो जेठुले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ। माम पनि खुलाइदिँदै हुनुहुन्छ है। तर उसले चाहिँ एकदम इन्जोय गर्नुभएको छ। के रहेछ आज मेरो दिन
सधैँ बुबु खाने आज त मैले के खाएको छु, मेरो मुखमा के आएको छ भन्नुभएको छ होला नि त, सोच्नु भएको छ होला नि त, हेरिराख्नु भएको छ। मेरो छोरीको चाहिँ सबै चली मोजा सोजा सबै फुत्किएर बाजेले लगाइदिँदै हुनुहुन्छ है। छोरीलाई चाहिँ वास्तै छैन, फेरि आफ्नै धुनमा छ क्या छोरी चाहिँ, जतासुकै हेर्नु भएको छ। अनि उहाँ चाहिँ मेरो ठुलो गुमा हुनुहुन्छ। अनि छोरीलाई टिका लगाइदिँदै हुनुहुन्छ है। अनि छोरी चाहिँ अहिले शान्त भएर बस्नुभएको छ अहिले। अयो उहाँ अनि शान्तै भएर बस्नुभएको छ, ज्ञानी भएर बस्नुभएको छ। अनि उसले चाहिँ जतासुकै हेर्नुभएको छ कि आज मेरो घरमा कति धेरै मान्छे हुनुभएको होला भन्नुभएको छ। जे गरे पनि फेरि पैसा चाहिँ समात्न छोड्नु भएको छैन। अनि 2टा दक्षिणा चाहिँ एउटा चाहिँ मेरो माइजूले पठाइदिनु भएको रे मेरो छोरीलाई। उहाँ चाहिँ सानोको घरको बजे हुनुहुन्छ, हामीले टिका लगाइदिनु हुनुहुन्न नि त, अनि त्यही भएर गिफ्ट मात्रै दिनुभएको छ। अनि उहाँ चाहिँ मेरो भदैनी, प्यारी भदैनी। अब चाहिँ ऊ मान्नु भएको छैन है, अब सुरुमा मात्रै हो ज्ञानी, पछि त आफ्नै रूप देखाउनु भएको छ नि सरिनाले अनि आफ्नो दादाले फेरि। अनि त्यहाँबाट चाहिँ म निस्किएँ, त्यसपछि आफ्नो दुदु बजेले समात्नु भएको छ। उहाँले चाहिँ पैसा खानु भएको छ, अब केही पाउनु भएन, पैसा पनि चाखौँ न भनेर खाना लाउनु भएको छ। अनि दिदी र दादाले चाहिँ टिका लगाउन लाउनु भएको छ। उहाँ चाहिँ दिदीले क्लिप लगाइदिनु लाउनु भएको छ। अनि दिदी दादाको गिफ्ट ठुलो मम्मीले पठाइदिनु भएको। ठुलो मम्मीको गिफ्ट फेरि पनि दिनु पर्यो है भनेर दिनुभएको छ क्या दिदीले। अनि ठुलो मम्मी फेरि दिदी, ठुलो मम्मी चाहिँ अनि दिदीको मम्मी हो नि त, त्यही भएर मम्मीको गिफ्ट फेरि दिन्छु है बहिनीलाई भनेर। अनि साथीहरू त्यो दिनको भिडियो चाहिँ त्यहीँ सकियो। अब पाहुनाहरू आउनुभएको, अब यताउता हेर्नु पऱ्यो नि त। अनि भिडियो पनि गरेन, अनि त्यसको भोलिपल्ट चाहिँ मैले भिडियो नै गर्छु भनेर चाहिँ गरेको थिएँ। तर मलाई चाहिँ त्यो दिनको भिडियो पनि खासै म बोलेकै मलाई मन परेन। अनि त्यही भएर म्युट अफ गरेर मैले भोइस रेकर्डै गरेँ है साथीहरू। अनि मैले चाहिँ मेरो छोरीले के गिफ्ट पाउनु भयो नि त नि भनेर मैले देखाउँदैछु। अनि के गर्नु हो साथीहरू, गाह्रो छ हो नानी भएपछि। अनि यो चाहिँ फेरि ठुलो बाबा ठुलो मम्मीले हो है। वन्स अगेन फेरि पनि थ्याङ्क यू सो मच भनेको छु के त्यसमा चाहिँ। अनि म सबै गिफ्टहरू तपाईँलाई 1 घन्टा गर्दै देखाउँछु है भनेको छु। अनि त्यो चाहिँ घरबाटै लगाइदिएको हामीले बाबा मम्मीले नै। यति भएको छ है गिफ्टहरू, ल हेर्नुहोस् त साथीहरू भनेको छु। अनि दक्षिणा चाहिँ यति भएको छ, पैसाको बुके यता पनि छ है भनेको छु। अनि यति भएको थियो मेरो छोरीको गिफ्ट चाहिँ। अनि त्यो मुन्द्रा चाहिँ आफ्नो बाजेबोजेले, घरको बाजेबोजेले दिनुभएको कानमा लगाउनलाई। यो पनि बाजेबोजेको गिफ्ट है साथीहरू भनेर देखाएको छु। यो औँठी चाहिँ अहिले पछि देखाउनु पर्ला। यो चाहिँ हामी आफ्नो ड्याडी र मैले नै दिएको हो नि त हामी तर्फबाट। तर ड्याडी चाहिँ आउन पाउनु भएन, धेरै मिस गरेको थिएँ त्यो दिन। ड्याडी चाहिँ 11 दिन हुँदाखेरि जानुभएको नि त। अहिले त छोरी त 5 महिना भइसक्यो, आउनु पाउनु भएको छैन। अब चाहिँ एकैचोटि 1 वर्षपछि भेटिन्छ ड्याडीलाई चाहिँ। अनि छोरीको त्यो चाहिँ दुदु बाजेले दिनुभएको है, यो चाहिँ भनेर देखाएको छु। अनि अब चाहिँ त्यसै पालो गरेर देखाउनु पर्यो भनेर देखाएको छु है साथीहरू त्यो चाहिँ। अनि त्यो भिडियो यो चाहिँ पहिलाको भिडियोमा पनि देख्नुभयो होला। यो चाहिँ आफ्नो निनीले दिनुभएको है भनेर देखाएको छु। के गर्नु हो, यहाँ यसो रेकर्ड गरौँ भनेको छोरी गरे पछाडिबाट डिस्टर्ब। यो पनि घरबाटै बाबु मम्मी हामीले नै दिएको है नानीलाई गिफ्ट, घरमा लगाइदिएको। अनि यो औँठी पनि देखाएको छु है, पालो गरेर देखाउनु पर्यो भनेर। अनि मिलाउँदै पनि छु। यो पनि हामीले लगाइदिएको हो ड्याडी र मैले नै।
छोरीलाई ला यो बाला त अनि मैले यस्तो खुम्चाको त बाला त स्वाट्टै गयो किनभने यो पञ्चरात्ने बाला एकदम कमजोर हुन्छ नि त अनि यो बाला पनि हामीले दिएको हो उसलाई लगाइदिएको हो छोरीको गिफ्ट हो छोरीलाई गिफ्ट दिएको हो गिफ्ट भन्दा नि अनि ला यस्तो भयो भनेर मैले साइडमा भएको नानीहरूलाई सुनाएको छु साइडमा नानीहरू पनि छ तर भिडियोमा चाहिँ आएको छैन ला यति चौटा गयो हेर्नु न साथीहरू भनेर मैले देखाएको छु त्यहाँबाट यस्तो खुम्चेको के अरे सुन झरेको त होइन खुम्चेको कस्तो पातलो हुँदो रहेछ हो यो पञ्चरात्ने बाला त अनि कस्तो कमजोर हुँदो रहेछ नि त अनि त्यो चाहिँ ल पसलमा लगेर बनाउनु पर्छ है भनेको छु सुन पसलमा लगेर बनाउनु पर्छ है भनेको छु अनि त्यो चाहिँ चाँदीको सिक्री हो छोरीको नाइटो भरेर राखेको बनाइदिएको यो पनि हामीले नै बनाइदिएको हो हामीले नै ड्याडी मम्मीले नै बनाइदिएको हो नानीको आफ्नै नाभि भरेर बनाइदिएको छौँ त्यो चाहिँ चाँदीको सिक्री हो यो पनि हामीले नै गिफ्ट हो छोरीलाई अनि गिफ्टहरू चाहिँ एकातिर राख्नु पर्यो अब चाहिँ भनेर साइड लगाउँदैछु है साथीहरू हो त्यो चाहिँ नानीहरूले मलाई हँसाउँदैछ अब चाहिँ ल अब दक्षिणा कति भएछ है भनेर गर्न लागेको छु अनि यो माला चाहिँ अब सजाएर राख्ने भनेको फ्रेम बनाएर राख्ने भनेको अनि कस्तो राम्रो छ हेर्नु कति क्युट पोखरातिर चाहिँ कता छ त्यो चाहिँ मलाई थाहा भएन अरू ठाउँमा चाहिँ मैले देखेको छु अनलाइनमा देखेको थिएँ अब त्यो चाहिँ अब खोज्नुपर्छ अनि त्यसपछि दक्षिणा कति भएछ भनेर गर्न लागेको छु अनि पैसा भन्दै आज मैले गीत गाउँदै पनि छु है मेरो भुँडी मैले इग्नोर गरिदिनु है मेरो भुँडीलाई भन्दै छु के फेरि मैले पेट पनि देखाएको छु मेरो भुँडी यति ठुलो भएको छ के गर्नु साथीहरू सुत्केरी ज्यान लागेकै छ है 50 थिए एकैचोटि अहिले त 63 त्यति बेला अब अहिले त झन् कति छु त्यो त थाहा छैन है भैँसी भएको छु भैँसी डह्रो ज्यान लागेको छ साइडबाट चाहिँ नानीहरूले जिस्काउँदै छ कि अझै नि मलाई अनि मैले चाहिँ अब नबोल है अब म यहाँ पैसा गन्दैछु नि म बिर्सिन्छु फेरि भनेको छु कि मैले फेरि अनि अब यहाँ चाहिँ यति भएछ है भनेर भनेको छु अनि यहाँ चाहिँ ड्याङ्गे 10,000 छ नि फेरि भनेर म देखाएको पनि छु कि अनि हेर्नु साथीहरू यसै गरेर देखाउँदै अब खुजुरा पैसा फेरि खुजुरा पैसा गन्दैछु है फेरि टोटल चाहिँ 26,000 भएको थियो अनि गन्दैछु पनि अझै खुजुरा यता राख्नु पर्यो साइडतिर भनेको छु कि अनि खुजुरा पैसा चाहिँ यति भएछ भनेर भन्दैछु कि अझै गन्दै पनि छु कि यति है भनेर हेर्नु न कति स्लोमा गनेको होला हो छ्या हेर्नु न अझै के भनेको होला हो गन्दै पनि छु कि यतै साइड लाउनु पर्यो अब यति गर्नु पर्यो भनेको छु अनि हेर्नु न मेरो भुँडी पर्बो पैसा भन्दा नि भुँडीतिर जाला है तपाईँको नजर चाहिँ हेर्नु न अब यति भएछ भनेको छु के हो अनि त्यहाँ कति भएछ भन्दै गनेको छु कि एक्लै गनेको हो नि त अनि त्यही भएर बिर्सिन्छ भनेर पुरा दिमाग लगाएर बोलिराखेको के अरे गनिराखेको छु कि अनि त्यहाँ चाहिँ यति है भनेर भनिराखेको छु कि अझै पनि दिमाग यति भएछ भनेर चाहिँ नानीहरूलाई पनि सुनाएको छु कि उता साइडमा प्रभु ल साथीहरू यति भएछ है मेरो 26,000 भएछ है मेरो छोरीको दक्षिणा साथीहरू भनेर मैले भनेको छु अनि यो गिफ्ट पनि छोरीको ठुलो मम्मीले दिनुभएको कस्तो राम्रो छ हेर्नु न साथीहरू भनेको छ अनि कस्तो कम्फोर्टेबल पनि कोप्दा पनि नकोप्ने मेरो छोरीलाई एकदम राम्रो होइन कुनै ड्रेसले त कोप्छ नि त अनि लाउन नि मान्दैन नि त बेबीहरूले तर मेरो छोरी त दिनभरि लगायो कि त्यो ड्रेस चाहिँ एकदम राम्रो गरिदिनु भएको रहेछ छाम्दा पनि सफ्ट के अनि कस्तो राम्रो ड्रेस कलर पनि कति राम्रो अनि
भन्दै अझै हेर्दै चुप्पा पनि गर्दैछु कि त्यो ड्रेसलाई। अनि जुत्ता कहाँ गएछ मेरो छोरीको भन्दै हेर्नु न जुत्ता फेरि डर छ हे मेरो बुढी भनेछु कि मैले फेरि। हेर न मलाई जिस्काउँदैछ क्या मेरो छोरीहरूले अझै रक्सी पनि ल्याएर। के गर्नु हो अब अलिअलि पार्टी भएपछि त रक्सी त ल्याउनै पर्यो, जातैले पाएको खानै पर्यो। ल यति नै है साथीहरू भनेको छु। अब भोलि पछि भेट्दै गरौँला। म चाहिँ अब यो डेकोरेसन पुरा हटाउँछु, सफा गर्छु। बाई बाई। अब नेक्स्ट भिडियोमा भेटौँला भन्दै बाई बाई साथीहरू भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो भनेको छु कि। अनि त्यसपछि बोल्दै पनि गरेको छु। अनि ल है नेक्स्ट टाइम भेटौँला फेरि अब स्पेसल डेमा। हाम्रो स्पेसल डे अझै हुँदैछ है भन् बाई बाई भनेछु।